अब म यहाँ बसेँ होइन मेरो बाखामा थिएन आधा घर गइसकेँ अब मेरो काम के भने कि यो समात्ने यस्तो गर्ने यस्तो गर्ने लास्ट डढे त बादमा त बोल्दै पनि एकदम मोबाइल अब यस्तो गर्ने बाबाको जाने नि सर बोल्ने मान्छे मै हो क्या माछा खानेमा पोस्टमा नै लाज लाग्छ ठुलो खाने हालिदिन्छु मैले हामी लाज हुन्छ त्योमा नाइयो के अब यस्तो बाबाले पनि दे न यार खाने गाई लाउनुहोस् साडी याद त डढिगयो कि तातो हुन्छ गाई म त अब आज भए घर गयो किन अब मैले के पनि बोलेँ होला एउटा अब म त हालिदिन्छु मैले बोल्नु त्यस्तो नराम्रो बोलेको नि एउटा शब्द बोलेको छु जस्तो लाग्छ त्यो पनि के बोले होला बाख्रा तल रहेछ र यस्तो तान्ने हो कि नै हो मेमोरी ताजा गर्न मन छ भने आउनुहोस् ओटो नि पच्चै लाग्यो के यस्तो लाग्छ पच्चै गयो फुल्यो दुख्यो घाउ ओठमा हात यस्तो हुन्छ ब्ल्याक हुन्छ सेतोको हात ब्ल्याक हुन्छ देखो गाइस देखो इसी क्या ना इसी क्या अब हामी दुईजना यसरी मार्छौँ गाइस यो मार्नलाई हात सारा चाहिन्छ नि बलिया चाहिँदैन हो किन नत्र बिच्न पनि सक्छ पोल्न पनि सक्छ तातो त खाए मिठो हुन्छ इसरा आधा आधा काला भइगयो अझै खानु नि होइन श्याम कहदैन हप्सिनी जा ओ अम्मा गाइस होली लाग्यो नि तर हेड पर के लाग्यो पनि खाने खाने यस्तै हो प्लिज मेरो मुख फुटिआइसक्यो न मेरो दिदी कस्तो छ अहिले के भयो मेरो दिदी खुट्टा दुख्छ नहर्नुहोस् बाख्रा गला आन्दैन पनि यस्तरी खाने हामी पहिला दिनदिनै खाँदा थियौँ पानी त्यहाँबाट ल्याउँदा पहिला होइन अस्ति अस्तिवटा हो म मामपुरा र ओडाले सान गाइस मस्त खाने नि हल्का एउटा उमा देखिएन नि क्या तर किन इसारा कुकुम्बर कुकुम्बर गाइस म उमा खाँदैछु तर बाख्रा उबाइ फर्कायो किन त्यो बन्दा नि फेरि स्टार्ट हुँदैन